धामी काटेर धामी काटेर धामीले त्यहाँ उता ऊ भयो नदी खाले ठेक भनेको रिउदुनी हो धामी त्यो कहाँको धामी हो काटिएको भनेको डुलाको धामी कहानी हो डुला धाम गएर उता डाँडा गयो यता चाहिँ आएर बस्यो भयो ढेँडोको आएर टापका उता डाँडा त्यसो हो क्या त्यसरी अगाडि त्यहाँ त्यहाँ थिएन कहाँ कुनै देवता पनि थिएन त्यो कुनै चाहिँ उयो मैले त्यो मैले त्यो कौसाली हो त्यो त्यो बेलबार मार्नु उयो त हरिउदाको मुख छ क्या त्यही कौसाली दी थियो अहिले त हाम्रो बाजे छ गोल्ला सोल्लाहरू थियो पछन् भन्न त्यो हो त्यो होइन अब ऊ मल्लीमा उयो रैथानी हो ऊ रैथानी हो उनका बाजे हुन् देवता बुझ्ने भगवती बुझ्ने हुन् अवश्य हमारा बाजे हेमन्तका दिनदेखि हमारा बाजे माथि भगवती अवतार भयो अरे हमारा बाजे लियो उसले चाहिँ ऊ सकिया उनीहरूले एकै छोरी थियो हमारा बाजेले बिहा गरिदियो चाहिँ उनीहरूले के अरे होइन जेठाका दिन हुन् जेठा दिनु कान्छा हम पनि छेउको खाली छोरीबाट ल्याएर आएर बोल्छ जेठा कान्छा हामी अलुने बारी उपल्ला बारी उपल्ला बारी अलुने बारी हाम्रो सन्तान अलुने सन्तान उन अलुने सन्तान हुन् उहाँ चाहिँ कसरी भयो जितु ओजासम्म मैले दिएको छु जितु ओजाबाट आए चाहिँ खोजेपट्टि अब खोज्दैछ नि मैले म खोजेपट्टि पर्दैन जितु ओजासम्म खालि भनाइ मात्र हो नि उहिले त हाम्रो आएर हामीले के गर्नु म पनि जाने कोही पनि जाने म त के छ बुढो भयो कि जानु पनि सक्दैन बाबु त्यो केही नगर्ने जाऊ अब पूजा लग्यो पूजा आयो पनि सुनाइछ पुँजीमाको मैले आफ्नो पुँजीमाको रहर गर मैले आफ्नो जाँच साथ केही गर्नु पर्यो जाँच साथ केही गर्नु पर्यो घर आयो जिउनु ल्यायो घर आयो अब जाँती गर्ने भने जाँच गर आज होला जातका कारण